सुसमाचार यूहन्नाको 11 अध्यायको 25 मा हामीले हेर्यौं भने येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन मनै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। आमेन। यहाँनिर प्रभु येशू ख्रीष्टले भन्नुभएको वचनलाई आज हामी दाबी गर्दै येशू ख्रीष्टले चाहिँ यो भन्नुभयो कि मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। एउटा अचम्मको कुरा के छ भने हामी यहाँ धेरै सम्प्रदायका मानिसहरू यो मृत्यु शोक सभामा सामेल हुँदै गर्दाखेरि एउटा अचम्मको कुरा चाहिँ के छ भने इसाईलाई चाहिँ विश्वासी भनेर चिनिन्छ। हामीलाई अचम्म लाग्ने कुरा के छ भने किन भन्दाखेरि चाहिँ इसाईले चाहिँ आफ्नो मृत्युमा पनि ठान हुन्छ भन्ने कुराको विश्वास गर्छ। तसर्थ चाहिँ अब छिटै यो संसारको चाहिँ यो यात्रा जुन संसारको मैले मानिसको मात्र कुरा गरिनँ, एक दिनमा झन्डै 1,53,000 मान्छेको चाहिँ मृत्यु हुन्छ। त्यो मध्येको आज चाहिँ हामीले यहाँ सीता सुनार बहिनीलाई पनि देख्दैछौँ, उहाँ पनि आज प्रभुमा चाहिँ सुत्नु भएको छ र 1,53,000 को मृत्यु हुँदै गर्दाखेरि एक दिनमा झन्डै 3.5 लाखको चाहिँ जन्म हुन्छ। त्यसले गर्दा त्यो जन्माउने अधिकार पनि परमेश्वरको हातमा छ भने अनि मृत्यु पनि हामीले चाहेर आफ्नो इच्छाले हुँदैन। त्यही भएर कतिजना झुन्डिन जान्छन् र पनि मर्दैनन्, कतिजना चाहिँ पानी बगेर हाम फाल्छन् र पनि मर्दैनन्, तर कतिजना चाहिँ ढोकाको चाहिँ जुन चाहिँ दैलोमा चाहिँ ठेस लागेर पनि चाहिँ प्राण त्यागेको हामी भेट्छौँ। त्यसले गर्दाखेरि अघि पास्टरज्यूले यहाँ भन्नुभयो जस्तै गरी के हो त त्यो भन्दाखेरि चाहिँ यो चाहिँ सबै कुरा चाहिँ के हो त समय बलवान हो। हेर्नुहोस्, आज हामी कतिजना कति ह्यान्डसम भनेको सुन्छौँ, कति ब्युटिफुल भनेको सुन्छौँ, तर याद त्यो मान्छे होइन ब्युटिफुल, त्यो मान्छे होइन ह्यान्डसम, त्यो त समय हो। समय बित्दै जाँदा उसको पनि चाउरी पर्छ, उसको पनि दाँत झर्छ अनि उसमा पनि रोगहरू लाग्छन् अनि अन्ततः हाम्रो यस्तै अवस्था हुन्छ। तर आजको अवस्था अलिकति फरक के छ भने यिनी बहिनी जसको चाहिँ उमेर लगभग 30-32 वर्ष 34 वर्ष लगभग आसपास हुन्छ होला, यो उमेरमा चाहिँ 49 साल 1 महिना वैशाख 1 गते जन्म भएको आज बहिनी आज प्रभुमा छिटै चाहिँ आज प्रभुमा सोध्दै गर्दाखेरि आज चाहिँ धर्मशास्त्र बाइबलको चाहिँ आज हामी उपदेशकको पुस्तक 7 को 1, 2, 3 हेऱ्यौँ भने यो यति अचम्मको कुरा त्यहाँ लेखेको छ। यहाँ के भन्दछ भने कि जन्मको दिन भन्दा मृत्युको दिन असल हो भन्छ। आज यदि यो बहिनी चाहिँ अहिले उठाएर सोध्न मिल्ने हो भने यो बहिनीको हिजोको दिनभन्दा अगाडिका जति पनि दिन थिए ती दिनभन्दा आजको यो दिन चाहिँ यो बहिनीको लागि शान्तिको दिन हो। यो हामीले बुझ्नुपर्छ, यो हामीले मान्नुपर्छ। अब संसारको कुनै पनि कोरोनाले उहाँलाई छुँदैन, अब संसारको कुनै पनि चाहिँ क्यान्सरले उहाँलाई छुँदैन, अब संसारको कुनै पनि ब्याङ्कको ऋणको उहाँले चाहिँ चिन्ता गर्नु पर्दैन, संसारको कुनै पनि शक्तिको आज चाहिँ विभिन्न देशको लडाइँ हुँदाखेरि अब त्यो बमले उहाँलाई छुँदैन। अघि इसाई समाजबाट ज्यूले माथि भन्दै गर्नुभएको कुरा के भने हामीले याद गर्नुपर्छ, उहाँले चाहिँ आफ्नो दौड जुन थियो, आफ्नो यस पृथ्वीको यात्रा जुन थियो त्यो चाहिँ समाप्त गर्नुभएको छ। त्यसले गर्दाखेरि अब छिटै यो पृथ्वीको यात्रा पनि समापन हुँदैछ, यो पृथ्वीको पनि आयो। हेर्नुहोस्, कुनै पनि चिज बनेको चिज सबैको के छ, मृत्यु छ, किनकि सबैमा पाप छ। सबैमा पाप भएको कारणले गर्दा रुख पनि मर्छ अनि यो ढुङ्गा पनि फुटेर जान्छ, खोलाहरू पनि सुकेर जान्छन्। हामीले हेर्दा हेर्दै पहिला खोलाहरू कस्ता थिए, अहिले खोलाहरू कस्ता भए भनेपछि सबैको आयु छ, सबैको समय छ। त्यसले गर्दा तपाईँलाई कुनै समय तपाईँले आफ्नो फोटो हेर्नुभयो भने तपाईँ कति राम्रो लाग्थ्यो होला, तपाईँ कति राम्री लाग्थ्यो होला, तर सबैभन्दा शक्तिशाली समय हो। अनि त्यो समयभन्दा पनि माथि चाहिँ ईश्वर परमेश्वर हुनुहुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ आज उहाँ चाहिँ एकै ठाउँमा 12-13 वर्षदेखि एकै ठाउँमा सर्न नसक्ने गरी चल्न नसक्ने गरी बसिराखेको अवस्थामा उहाँकै प्रार्थना चाहिँ प्रभुले सुन्नुभयो भनिकन म विश्वास गर्छु। उहाँलाई शान्ति दिनुभएको छ परमेश्वरले। अब संसारको कुनै पनि हस्पिटलले चाहिँ उहाँलाई फेरि औषधि लेख्न सक्दैन, अब संसारको कुनै पनि हस्पिटल छैन जहाँ उहाँलाई इन्जेक्सन हाल्न सक्ने। त्यसले गर्दाखेरि आज म यो परिवार जो चाहिँ शोकसन्त परिवारलाई म यही चाहिँ भन्न चाहन्छु आजको वचनबाट। यहाँ प्रभु येशू स्वयंले भन्नुभएको छ कि जन्मको दिनभन्दा मृत्युको दिन असल हो। किन भन्नुभयो भने मृत्यु चाहिँ सबै कुरा जितेर समापन गरेको दिन हो भने जन्म चाहिँ सबै कुराको लागि चाहिँ अब तयार हुने दिन हो। अब जे चाहिँ सामना आउँछ, जे च्यालेन्जेसहरू आउँछ, जे कष्टहरू आउँछ मैले भोग्नै पर्छ भनेर स्वीकार नमिल्ने समय हो। त्यसले गर्दा यो मृत्युमा आज प्रभुमा चाहिँ नानी सीता सुत्दै गर्दा आज हामी किन रुँदैछौँ, आज हामीमा किन हताश छ, आज हामीमा किन निराश छौँ, आज हामी किन खाली पेट बसिराखेका छौँ भने त्यसको एउटै मात्र कारण भनेको मृत्यु चाहिँ पाहुना हो, तर यस्तो पाहुना हो जसले बिना खबर गरेर आउँछ। यो पाहुना हो, तर यो पाहुना आउँदै गर्दा हामी तयार नभएको कारणले गर्दा हामी हताश हुन्छौँ। यो पाहुना सँगसँगै यो मृत्यु आउँदा हामी मृत्यु चाहिँ स्वागत गर्नको लागि तयार भएका हुँदैनौँ। तर संसारको एउटै मात्र चिज जो तपाईँ र मैले भोगेका छैनौँ, तर त्यो 100% हो, त्यो हो मृत्यु। तर यस्तो चिज जो तपाईँ र मैले भोगेका छैनौँ
त्यसले गर्दा यो खाल्टो आज हामीले हेर्दै गर्दाखेरि थाहा छैन यो खाल्टोमा अब अर्को को आउँछ, तर यो खाल्टोलाई चाहिँ यो खाल्टोले चाहिँ अर्को मान्छेको फेरि पर्खाइमा बसिराखेको हुन्छ। त्यसले गर्दा यहाँ पनि चाहिँ चिहानमा थुप्रै हामीले चाहिँ यसरी गाडीहरूको पार्थिव शरीरहरू हामीलाई थाहा छ, कतिजना यसै गरी आउनु भएको होला। आज हामी आएका छौँ, भोलि हाम्रो लागि कोही आउँछ। त्यसैले म यो परिवारलाई, शोकसन्त परिवारलाई धैर्य धारण गर्नको लागि विशेष अनुरोध गर्दछु र यो पनि म निश्चित गराउन चाहन्छु कि उहाँले चाहिँ प्रभुमा विश्वास गरेर 2072 सालमा स्थानीय चर्चबाट चाहिँ उहाँले प्रभुमा विश्वास गरेर ग्रहण गरेको मान्छे भएको कारणले गर्दाखेरि यहाँ येशूले वाचा गर्नुभएको छ, येशूले निश्चित गर्नुभएको छ, येशूले निश्चय गर्नुभएको छ। यहाँ भन्नुभएको छ कि येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान जीवन मनै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। आमेन। त्यसैले अन्ततः म एउटा उदाहरण दिएर आज यो विशेष यो चाहिँ शोक सभालाई परमेश्वरको हातमा अर्पण गर्न चाहन्छु। एउटा घरमा आज हामीले याद गर्दै गर्दाखेरि एउटा घरमा एकजना चाहिँ बाउ हुन्छन् अनि एउटा छोरो हुन्छ, अनि छोरो बाहिर काहीँ गएर आउँदै गर्दाखेरि अनि बाउले घरमा आएपछि सोध्छन् त आज दिनभरि चाहिँ हिँडिथिस्, कति कमाइस् भनेर सोध्ने एउटा बाउ हुन्छन् घरमा। अनि त्यसपछि फेरि त्यही घरमा उसको श्रीमती पनि हुन्छन्, अनि श्रीमतीले सोध्छिन् त्यो बाहिर गएर आएको चाहिँ श्रीमानलाई, अनि तपाईँले आज चाहिँ कति जोगाउनु भयो त भनेर सोध्छिन्, किनकि खर्च गर्छ श्रीमानले भन्ने कुरा थाहा पाएर जोगाउनु चाहिँ कति भयो भनेर सोध्छिन्। अनि त्यही घरमा बच्चाहरू हुन्छन्, ससाना बच्चाहरू हुन्छन्, तिनले बाउलाई सोध्छन् मेरो लागि के ल्याउनु भयो भनेर सोध्छन्। तर त्यही घरमा चाहिँ एउटा आमा हुन्छन् जसले चाहिँ कति कमाइस् भनेर सोध्दिनन्, कति जोगाइस् भनेर सोध्दिनन्, के ल्याइस् भनेर सोध्दिनन्, तर उनले एउटै कुरा सोध्छिन्, तैँले आज खाना खाइस् त, खाजा खाइस् त भनेर सोध्छिन्। त्यसले गर्दाखेरि सबैभन्दा धेरै पीडा आज चाहिँ श्रीमानलाई परेको छ म बुझ्छु, आज सासू ससुरालाई परेको छ म बुझ्छु। तर यो अहिले जो पार्थिव शरीर भएको सीता सुनार जो आज चाहिँ प्रभुमा सुत्नु भएको छ, उहाँको छोरीलाई एउटा ठुलो चाहिँ शोक पर्दै गर्दाखेरि अनि उहाँको परिवारलाई ठुलो शोक पर्दै गर्दाखेरि एउटा आमा बितेको अवस्था, जुन आमा चाहिँ आज बितेको अवस्था, तैँले खाना खाइ छोरी त कहाँ छेस् त, के गर्दैछस् भनेर सधैँभरि भलो चिताउने आमा आज प्रभुमा सुत्दै गर्दाखेरि एउटा म निश्चित गर्न चाहन्छु प्रकाशको पुस्तकलाई दाबी गर्दै, अब यो आमाको ठाउँमा चाहिँ तपाईँ छोरी जो हुनुहुन्छ, तपाईँ छोरा जो हुनुहुन्छ, तपाईँको परिवारलाई जब स्वर्गदूतले त्यो काम गर्नेछ र स्वर्गदूत उहाँको ठाउँमा उपस्थिति भएर तपाईँ विश्वासमा बस्नुहोस्, तपाईँ चर्च जानुहोस्, तपाईँले परमेश्वरको नियमलाई पालन गर्नुहोस्, अवश्य उहाँको ठाउँमा परमेश्वर तपाईँको घरमा स्वर्गदूतको रक्षा रखवाली पर्छ। आमेन। र स्वर्गदूतको रक्षा रखवालीले चाहिँ यो आवासलाई चाहिँ तपाईँमा शान्तिकोमा चाहिँ परिणत गर्नेछ। त्यसले गर्दाखेरि आज म यही वचन बोल्दै म फेरि पनि भन्न चाहन्छु, यो मृत्यु एउटा कस्तो चिज हो भने यसले हिन्दू भन्दैन, यसले मुस्लिम भन्दैन, यसले बुद्धिस्ट भन्दैन, यसले जैन भन्दैन, यसले कालो भन्दैन, यसले गोरो भन्दैन, पढेको भन्दैन, धनी भन्दैन, गरिब भन्दैन। यो यस्तो सत्य हो। तर यसमा इसाईहरूले चाहिँ जीवन जिउने किन सिकेको छ भन्दाखेरि म अरू तमाम जो यहाँ हुनुहुन्छ गैर विश्वासीहरू उहाँहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, एउटा मात्र धर्मशास्त्र बाइबल आज संसारमा सबैभन्दा धेरै छापिने धर्मशास्त्र बाइबल हो। आज संसारमा धेरैभन्दा बढी मानिसले पढ्ने पनि यही धर्मशास्त्र बाइबल हो र धेरैभन्दा धेरै चाहिँ आज वैज्ञानिकहरू उत्पादन गर्ने पनि धर्मशास्त्र बाइबल हो। त्यसले गर्दाखेरि यो बाइबलले चाहिँ के भन्छ भने येशू ख्रीष्टमा विश्वास गरेर कोही निधन हुन्छ, मर्छ अथवा येशूमा सुत्छ भने त्यो निश्चय नै उठ्छ भनेर भनेको छ। र हामीले येशू ख्रीष्टको नाममा उठ्नेछौँ र म यहाँहरूलाई पनि एउटा कुरा एकदमै अनुरोध गर्न चाहन्छु कि कुनै पनि चाहिँ शास्त्रहरूले, त्रिपिटकले अथवा भागवत गीताले अथवा अन्य कुरानले हामीलाई यो ग्यारेन्टी दिएन, तर धर्मशास्त्र बाइबलले यो ग्यारेन्टी दिएको कारणले गर्दा हामी विश्वास गर्छौँ कि सीता बहिनी फेरि येशूको आगमनमा धर्मशास्त्र बाइबलको पहिलो थेस्सलोनी चाहिँ हामीले हेऱ्यौँ भने त्यहाँको 4:13 देखि 17 दाबी गरेको कुरालाई हामी विश्वास गर्ने भएको भएर हामीलाई विश्वासी भनिन्छ। र जति पनि यहाँ उपस्थिति हुनेहरूलाई म यही प्रार्थना गर्दछु कि अब बाँकी रहेको परिवारलाई हामी सान्त्वना दिउँ र येशूको आगमनलाई स्वागत गर्न तयार हौँ र एक दिन उहाँलाई अब हामी हात खुट्टा नचल्ने सीतालाई भेट्दैनौँ, अब हामी चाहिँ एकै ठाउँमा लम्पसार परेर बस्ने सीतालाई भेट्दैनौँ, अब हामी जवान भएर अनि सबै कुरा ठिकठाक भएको अनि येशू ख्रीष्टको महिमा शरीरमा चाहिँ जीवित भएर उठेको सीतालाई भेट्नेछौँ। आमेन। प्रभुको महिमा होस्, बाँकी परिवारलाई सान्त्वना होस् र स्थानीय चर्चको पास्टरलाई परमेश्वरले यो सबै अरू बाँकी जति पनि यहाँ अब घरेलु सङ्गतिका कुराहरू छन्, अब सान्त्वनाका कुराहरू छन्, यसमा निरन्तर परमेश्वरले ठुलो आशिष दिउन् भन्दै आजको यो वचनलाई म यहाँ राख्छु। हस्त सबैलाई जय मसीह।